चियाकप गर्दै गर्दा के लाग्यो भने हामी युवाहरू त्यहाँ जम्मा हामी 30-40 जना थियौँ। अनि म सबैभन्दा अरू सिनियर दाइहरू हुनुहुन्थ्यो। म चाहिँ तपाईँको लगभग अरू सबै अध्यक्ष भइसकिरहेको छ। अनि हुँदै गर्दाखेरि अब म लागेँ। लाग्नु मेन सुरुमा के थियो भने जेसिस के हो भन्ने मलाई केही थाहा थिएन। तर के थियो भने जेसिसमा राम्रो मन्दिरमा के लाग्यो भने यत्तिकै आज बिहान 6 बजी आउनुपर्छ भन्ने हाम्रो दिमागमा हुन्छ। मेन कुरा टाइम म्यानेजमेन्ट अनि आफूलाई व्यवस्थापन गर्नेदेखि हरेक कुराहरू जस्तो व्यवसायिक हामीले जुन आफू विकास भयो, त्यसपछि परिवार हेर, त्यसपछि जेसिस भनेपछि आफू डिफ्रेन्ट हो, अरू युवाभन्दा डिफ्रेन्ट हुनुपर्छ भन्ने कुराहरू सिकेर टट पनि मेन कुरा टटै लिएन, ट्रेनिङहरू लिँदैन। जस्तो यो वर्ष हाम्रो मैले बुझेको ट्रेनिङको नै घर हो। अब विश्वविद्यालय भन्ने टाइपको जुन देशभरिमा जुन देखिरहेको छु त्यसमा मैले पनि होइन टट लिनुपर्छ, अलि अगाडि बढ्नुपर्छ भन्ने जुन घोषणा प्रदान भएको छ। त्यसले गर्दाखेरि जेसिस एउटा विश्वविद्यालय भन्ने कुरा म एकदम क्लियर भएको छु। अब यो वर्ष त जहाँ पनि ट्रेनिङ हामी देखिरहेछौँ। अब त्यसले गर्दाखेरि त्यो बाटो के हो र, हाम्रो इच्छा हुनुपर्छ। इच्छा शक्ति भइसकेपछि पुगिन्छ भन्ने क्रममा म 6 बजे लगभग 3 दिन भयो राम्रोसँग सुतेको पनि छैन। तर खुसी के छु भने यो जेसिसको जुन मोमेन्टममा त्यो सुताइ भन्ने कुरा नै केही होइन भन्ने कुरा भुलिसकेको छु। त्यही नै मेरो लागि जेसिसको यो एकदम बाटो के हो, डाउन के हो भन्ने चाहिँ मेरो लागि छैन। धन्यवाद। त्यसै गरेर उहाँसँग सँगै डाउनलेमा पनि सँगै, यात्रामा पनि सँगै, टटमा पनि सँगै यात्रा गर्दै आउनु भएको छ हाम्रो बर्दगाड जेसिस आइबिपी महेन्द्र गौतमजी। तपाईँलाई उहाँको साथ कस्तो लाग्यो यहाँसम्म आउँदाखेरि? त पर्सनल गफ त भयो होला। जो मैले तपाईँको पर्सनल गफमा जेसिसको गफ कति भयो? थ्याङ्क यू प्रेसिडेन्ट। जय जेसिस। थ्याङ्क यू फर द फ्लोर। जेसिसको एउटा ब्युटी नै के रहेछ भने once you participate in new program you will learn to make new friends भने जस्तो गोपालजीसँग एकदमै हाम्रो यो दूरी पनि लामो, यहाँसम्म आइपुग्दाखेरि राम्रो एउटा सामिप्यता भएको छ। हामीले बिजनेस के गर्छौँ, पारिवारिक कुराहरू, व्यावसायिक कुराहरू एक्सचेन्ज गऱ्यौँ। अनि मैले यो जेसिसमा आउने प्रमुख उद्देश्य भनेको जेसिसमा आइसक्दा मैले धेरै सदस्यहरू कस्तो देखेँ भने हुन त संस्था नेतृत्व र व्यक्तित्व विकासको लागि, तर धेरै आफैमा अलरेडी दे आर लिडिङ सम अर्गनाइजेसन और सम पार्ट अफ सोसाइटी। यहाँसम्म आइपुग्दा मेरो पर्सनल अब्जेक्टिभ भनेको हाउ कैन आई एक्सपान्ड माई बिजनेस। म बाई प्रोफेसनल एजुकेसन कन्सल्टेन्ट पनि हो। जेसिसमा मैले धेरै केही पनि देखाएको छु भने अब जेसिस आफैमा खर्चिलो संस्था, हरेक प्रोग्राममा अलि राम्रै इन्भेस्ट गर्नुपर्ने, तर कोही साथीहरू चाहिँ आफ्नो यो टाइम म्यानेजमेन्ट गर्न नसकेको हुनाले, बिजनेस म्यानेजमेन्ट गर्न नसकेको हुनाले जेसिसमा त अगाडि बढ्ने तर आफ्नो बिजनेस चाहिँ पछाडि छुटेको हो कि भन्ने मैले देखेँ। सो जेसिसमा आइरहँदाखेरि मैले नेसनल प्रेसिडेन्टलाई के पनि एउटा अनुरोध गरेँ भने हाम्रो जुन हामी सबै यहाँ एकउन्टा अकुपेसनमा अथवा एकउन्टा बिजनेसमा चाहिँ लिङ्क अप छौँ, कनेक्ट छौँ र जसरी हामीले जेसिसमा हामीले आफ्नो लिडरसिप स्किलहरू अथवा ट्रेनिङका स्किल्सहरू डेभलप गर्छौँ, एट द सेम टाइम हजुरले चाहिँ हाम्रो बिजनेसलाई पनि यो टिममा लाइक म एजुकेसन कन्सल्टेन्ट हो, मैले सर्भिस चाहिँ थ्रु आउट द कन्ट्री जसलाई आवश्यक हुन्छ मेबी डिस्काउन्टेड वेमा दिन सक्छु नि त, त्यसलाई इन्टरकनेक्टेड गर्न सकियो भने त्यो ग्यापलाई ब्रिज गर्न सकियो भने आई थिङ्क यसले अझ फ्रुटफुल बनाउनेछ। थ्याङ्क यू। ओके, जेसिससँग बिजनेसलाई पनि तपाईँ प्रमोट गर्दै हुनुहुन्छ। सो कनेक्टिभिटी यु वर्ल्ड कि जेसिसको सबैजनाले एजुकेसन रिलेटेड केही कुरा गर्नु पऱ्यो भने तपाईँसँग कन्सल्ट गर्नु, द्याट इज यो टिममा हुँदैन। अब कुरा गरौँ चक्रगढी जेसिसको। चक्रगढी जेसिस आफै नै एउटा ऐतिहासिक ठाउँमा भएको शाखा हो र यस्तो हेर्ने जाने हो भने भर्खरै खुलेको एकदम डिसिप्लिन च्याप्टर, त्यो शाखामा म आफै च्याप्टर भिजिटमा गएको छु। त्यहाँ वेलकम गर्ने तरिका, नेसनल अफिसियल्सहरूलाई, द्याट इज भेरी गुड। सो चक्रगढी जेसिसमा हामीसँग महासचिवज्यू हुनुहुन्छ सलिम कुमार लिम्बुज्यू। सो चक्रगढी जेसिसमा यति राम्रो डिसिप्लिन छ, यति धेरै कुराहरूमा तपाईँहरू अपडेटेड हुनुहुन्छ। सो यसले तपाईँको लाइफमा चाहिँ कस्तो इम्प्याक्ट पारेको छ? सानो अनुभव नै सेयर गर्ने भए
एउटा साथीले मलाई जेसिआईमा जोइन हुनुपर्छ भनिरहेको थियो। अनि कुनै ठाउँमा जानुको लागि त रिजन चाहियो नि त, किन जाने त, के हो जेसिस भन्ने खालको कुरा गर्दाखेरि एउटै कुराले चाहिँ मलाई छोयो क्या। म अलरेडी प्राइभेट स्कुल सञ्चालन गरेर प्रिन्सिपल बसेको, क्याप्सनहरू गर्ने, प्रोग्रामहरू गर्ने अन्य संस्थानमा पनि छु, साहित्यिक संस्थाहरूमा पनि छु। हामीले कार्यक्रमहरू पनि गरिरहेका छौँ होइन। स्कुलमा आउने बस्ने सानोतिनो गफ गर्ने त जान्दाखेरि, तर एउटा कुरा के भने त्यो साथीले भने जेसिसले हेर्ने दृष्टिकोण चाहिँ जुनसुकै लेभलको होस्, तपाईँ चाहे प्रिन्सिपल होस् चाहे अर्को विद्यार्थी होस् होइन, तर तपाईँलाई एउटै लेभलले हेर्छ सुरुदेखि। त्यसरी तपाईँले बनाउँदै जाने हो हेर्ने दृष्टिकोण भन्ने कुरा भन्यो क्या। त्यो चाहिँ मलाई मन पऱ्यो क्या। अनि मैले साँच्चै नै जाँदाखेरि त्यही नै पाएँ। त्यो प्रिन्सिपललाई यसलाई छिटो पढिदिउँ भन्ने खालको कुरो हुँदैन रहेछ होइन। यसलाई छिटो प्लेटफर्महरू दिउँ भन्ने कुरा हुँदैन रहेछ। यसको लागि फाल्टै सिट बनाइदिउँ भन्ने कुरा हुँदैन रहेछ। यो चाहिँ वास्तवमै मलाई टच भएको विषय हो जेसिआईमा। अनि सुरुमा त अब केही त होइन रहेछ, खालि यसो कोर्सेस लाग्यो हिँड्यो भन्ने कुरा त रहेछ भन्ने कुरा त आयो। जब अब हाम्रो चाहिँ गोपालजीले भन्नुभयो जस्तै न्याटकनमा म प्रवेश गरेँ, गएँ म होइन। त्यहाँनिरको ककसहरू अनि त्यस पछाडि त्यो टाइम सेड्युलहरू हेऱ्यो नि त, कार्यक्रमको त्यो टाइम म्यानेजमेन्ट त्यस्तो वेल तरिकाले गरिएको पाइयो होइन। सानो कुराहरू पनि वर्क डिभिजन गरेर एकदम चाहिँ स्मुथली चलेको देख्यो क्या। त्यत्रो ठुलो प्रोग्रामहरू 2 दिन 3 दिन 4 दिनको प्रोग्रामहरू हुन्छ होइन। अब अहिले पनि यहाँ हेर्नु नि, अब हाम्रो टट पनि त हामी त्यहाँ आउने बित्तिकै सबै कुरा जिम्मा लिइदिनु भयो क्या अर्गनाइजर टिमले। यो मानेमा म अर्गनाइजर टिमलाई चाहिँ एकदम धेरै धन्यवाद भन्छु होइन। किनभने हाम्रो सानो कुरा चाहिँ ब्याग शुद्ध पनि त्यहाँभित्र के थियो कसो थियो केही टेन्सनै लिनु परेन नि त। त्यहाँदेखि अब तपाईँहरूको ब्याग त डाइरेक्ट उहाँ पो जान्छ अरे भेटारको होटलमा तपाईँको रुममा भन्ने बित्तिकै त मलाई ओभर सेक्युर फिल भयो नि त। यस्ता कुराहरू चाहिँ यहाँ सिक्न पाइने रहेछ। म चाहिँ कस्तो भने सानैदेखि कक्षा 9देखि नै चाहिँ मैले विद्यार्थी सुधार समूह आफ्नै अध्यक्षतामा घोषणा गरेर बनाएर त्यहाँनिर चाहिँ सरकारी स्कुलमा पढेको म। त्यहाँ सबै कुराको हामीले नै चाहिँ कन्ट्रोल गर्थ्यौँ। विद्यार्थीहरूले केटाहरूले लामो कपाल काट्यो भने होइन, अनि एसेम्ब्लीमा ढिलो आयो भने टिचरहरू पनि ढिलो जाने हुन्छ नि त सरकारी स्कुलमा त। त्यो भयो भने पनि विद्यार्थी साथीहरूले हामीलाई नै कम्प्लेन गर्थ्यो, अनि हामीले सरहरूलाई कन्ट्रोल गर्थ्यौँ। हुँदा हुँदा त हामीले चाहिँ एकचोटि त सरहरूलाई ताला नै लाएर भित्र थुन्दैछौँ होइन। अब यो माने मतलब मैले भन्नु खोजेको चाहिँ त्यो बेलामा नै म शिक्षा विकास कार्यालयमा पुगेको थिएँ क्या, विद्यार्थीको नेतृत्व गर्दै। मैले भन्नु खोजेको चाहिँ के भने म सानैदेखि नेतृत्व गर्न रुचाएको रहेछु क्या। अब यसको अर्थमा के आयो भने तपाईँसँग अलरेडी भित्र लिडरसिपमा जाने खुबी थियो, तर जेसिसले यसलाई चाहिँ एकदम अङ्गीकार गरेर तपाईँलाई प्रस्ताएर अगाडि बढायो। धन्यवाद। सो यसै गरेर मेचीनगर लेडीको हाम्रो बी कृष्ण कुमारी परसाईजी हुनुहुन्छ। सो मेचीनगर लेडीमा चाहिँ अलरेडी धेरै इतिहास बोकेको शाखा, किनभने तपाईँको शाखाको म असाइन भिबी 21मा हुँदाखेरि मैले थाहा पाएँ कि तपाईँहरूले बनाएको भवन चाहिँ तपाईँहरू लेडीहरू आफैले त्यो सिमेन्ट, त्यो गिटी, त्यो बालुवा, त्यो इँटाहरूले आफैले बिल्डिङ बनाएको, आफैले लेबर काम गरेको, त्यो कम्प्लिटली त्यो भवन चाहिँ आफैले बनाउनु भएको रहेछ। त्यो भवन जहाँ तपाईँ सधैँभरि कार्यक्रम गर्नुहुन्छ, मिटिङ गर्नुहुन्छ, त्यो तपाईँले आफै बनाएको इतिहास। सो जीवनमा तपाईँले आफैले बनाएको इतिहास चाहिँ के छ आजको दिनसम्म? जति बेला म सदस्य हुँदाखेरि भनेपछि म त्यहाँनिर एक्टिभ थिइनँ है, एक्टिभ थिइनँ। जब 21, 22, 23सम्म म एक्टिभ थिइनँ। 24देखि चाहिँ म सदस्य भएर त्यहाँनिर उपस्थित हुन थालेँ कार्यक्रम शाखाका कार्यक्रमहरूमा। र त्यति बेला यस्तो छ भनेर चाहिँ पूर्व अध्यक्षहरूले गर्नुभएको टिप्काहरू उहाँहरूको मैले सबै सुनेको छु। मेरो आफ्नो व्यावसायिक व्यस्तताको कारणले गर्दाखेरि त्यहाँनिर गएर मैले आफूले चाहिँ होइन, अब यो भन्दै गर्दाखेरि मैले आफूले केही गरिनँ भन्नु चाहिँ अब नहुने हो, तर मैले नगरेको कुरालाई चाहिँ गरेँ भन्नु पनि भएन नि त। त्यो कारणले गर्दाखेरि
पूर्व अध्यक्षहरूले जति पनि बोर्डमा बस्नुभएका प्रत्येक सालका पूर्व अध्यक्षहरू धेरै नै दुःख गरेर आफ्नो यस्तै हिस्टोरिकल काम तपाईँले के गर्नुभएको छ जेससबाट इन्सपायर भएर? मैले त्यहाँनिर कामहरू भनेको त्यस्तो धेरै गर्न सकेको छैन, अब चाहिँ गर्नेछु। किनभने जेसिसमा अलिकति ढिलो म सदस्य भएको कारणले गर्दाखेरि अब चाहिँ योदेखि पछाडि चाहिँ धेरै नै गर्छु भन्ने मनमा लिएर अघि बढ्नेछु भन्न चाहन्छु। सो हामीसँग लाहान सिटी जेसिसका प्रेसिडेन्ट जो हुनुहुन्छ, भर्खरै असाइन भिडियोले च्याप्टर भिजिट भ्याएर आउनुभयो। अनि उहाँको रिपोर्ट अनुसार यो लाहान सिटी जेसिसले चाहिँ ब्याक टु ब्याक काम गरेको छ। अनि मैले सुनेको छु कि उहाँले एकदम राम्रो नेपाल जेसिसले सुरु गरेको अभियान पढाउ अभियान, जुन नेपाल जेसिसको यो वर्षको ड्रिम प्रोजेक्ट हो पढाउ अभियान, उहाँले त्यो अभियानलाई कन्टिन्यू गर्दै सर्टेन विद्यार्थीहरूलाई चाहिँ स्कलरसिप दिएर पढाउने उहाँले प्लानिङ गर्नुभएको रहेछ। सो यो कुरा सुन्दाखेरि त वी वर सो ह्याप्पी कि नेपाल जेसिसको प्रोजेक्ट एकदम लाहान सिटीले फर्स्टमा कन्टिन्यू गर्ने शाखाले लाहान सिटी हुने भयो। सो तपाईँलाई यो अभियानको बारेमा सुरु गर्नको लागि तपाईँ प्रेरित केले गर्यो र तपाईँको फाइनेन्सियल ब्याकअप के हो? धन्यवाद राष्ट्रपति। म जेसी देवनलाल ठाकुर, जेसी लाहान सिटी वर्ष 2025 को प्रेसिडेन्ट। म 2060 सालमा चक्र रसर समाज यो शैक्षिक अभियानका हुन्छु। म शिक्षा क्षेत्रमा जीवन गर्छु। वर्ष 2071 को शिक्षा सेवा आयोगबाट म सरकारी सेवामा प्रवेश। मेरो अध्ययन चाहिँ त्यही नजिकको श्री लक्ष्मण ललिता पुष्पमा विद्यालय, जहाँबाट मैले आफ्नो शिशु कक्षादेखि लिएर कक्षा 10 सम्मको अध्ययन पुरा गरेँ। त्यस पश्चात त्यही अवस्थित रोयल सफ्टवेयर कलेज, जसमा मैले आफ्नो +2 देखि लिएर ब्याचलरसम्म लगभग मैले 3वटा +2, 3वटा फरक डिफ्रेन्ट सब्जेक्टको 3वटा +2, 3वटा ब्याचलर सकाएर त्यसपछि म काठमाडौँ मास्टर्स गर्न गएको र मैले त्यहाँ हेर्दाखेरि निजी विद्यालयहरूमा विद्यार्थीहरूको छात्रवृत्ति एकदमै बढी हुँदाखेरि मैले चाहिँ जेसिस लगभग 2070 सालमा म जेसिसका कार्यक्रमहरूमा प्रवेश गरिसकेको छु। हाम्रा दाइ हुनुहुन्छ जेसिआई सिनेटर राजा बाबु शाह, उहाँ वर्ष 2011 का अध्यक्ष हुनुहुन्थ्यो र उहाँ मेरो +2 का गुरु पनि हुँदाखेरि म उहाँसँगै कार्यक्रमहरूमा प्रवेश गर्दाखेरि यो जेसिआई चाहिँ राम्रो प्लेटफर्म रहेछ, आफूले बनाउने र चिनाउने प्लेटफर्म चाहिँ यो जेसिआई रहेछ, त्यति म पनि यसमा चाहिँ जानुपर्ने रहेछ ठाउँमा भनेपछि त्यतिखेर मैले यहाँ चाहिँ ट्रिप भएको। तर मैले आफ्नो जागिरको सिलसिलामा लानमा त बाहिर बस्नुपर्ने भयो। बस्दै गर्दाखेरि म वर्ष 2076 मा पुनः जब लानमा फेरि घर पाएर ट्रान्सफर भएर आएँ, त्यसपछि मैले 2020 का अध्यक्ष श्री आदरणीय दाइ हुनुहुन्छ, उहाँलाई मैले भने दाइ म अब चाहिँ यसमा सक्रिय हुन्छु, गर्नु चाहिँ के पर्छ भन्नु, केही गर्नु पर्दैन, मेम्बरसिप भयो भने त्यसपछि हरेक कार्यक्रममा चाहिँ एटेन्ड हुनुपर्छ भने एटेन्ड मात्रै हुनुपर्छ हुँदैन, म त सिक्नु पऱ्यो, त्यहाँ गर्नु पऱ्यो नि, पहिला एटेन्ड हुनुपर्छ, त्यसपछि यसका तिमी आफै गर्दै जान्छु सिक्दै जान्छु भनेपछि मेरो कन्टिन्यू सक्रिय सहभागिता रह्यो। वर्ष 2021 देखि गर्दै गर्दाखेरि मैले 22 मा चाहिँ भाइ त्यो माइक समातेर बोल्ने काम चाहिँ मलाई दिनुपर्छ है भने त्यति चाँडो चाहिँ हुँदैन, यसको पनि प्रोटोकल छ भनेपछि ल ठिकै छ, अनि 22 मा म के गर्नुपर्छ, 22 मा सिक्नुपर्छ भने कसरी सिक्ने भने कार्यक्रममा जानुपर्छ, त्यहाँ चाहिँ ओपन गर्दा नै सिक्दै जाने। के सिकाएको छ भनेपछि म पछि खोज्छु हुन्छ। 22 मा म प्रपोज मेम्बर भएर हरेक कार्यक्रममा एक्टिभ भयो। 23 मा गएपछि फेरि नोमिनेसन हुँदाखेरि मैले चाहिँ भाइ यो तालिमको लागि चाहिँ म धेरै उत्सुक छु। म पहिला पनि अन्य संस्थाहरूमा काम गर्दाखेरि ट्रेनिङहरू धेरै एटेन्ड गर्ने, म चाहिँ यो तालिमको फिल्डमा जान चाहन्छु, पेसाको टिचिङ छ, मलाई सहुलियत हुन्छ भनेपछि के गर्नु पर्यो भने त्यसो बेला एउटा टिडी भन्ने हुनुहुन्छ तालिम निर्देशक, त्यो पोस्टमा पनि फाइट गर्नुपर्छ भने हुन्छ। मैले वर्ष 2023 मा टिडी, वर्ष 2024 मा त्यसपछि हाम्रा पूर्व अध्यक्षहरू सबै सर्वसम्मति भएर यो भाइलाई चाहिँ महासचिव दिनुपर्छ भनेपछि
महासचिव खाएँ। भनेपछि महासचिवको पूर्ण जिम्मेवारी निर्वाह गरेपछि वर्ष 25 को लागि चाहिँ म एकल उम्मेदवार प्रेसिडेन्टको भएँ, पनि सर्वसम्मतिबाट। र यो शैक्षिक यात्रा इटहरीमा भएको नेटकनमा पढाउ अभियान जुन राष्ट्राध्यक्षज्यूको रहेछ 2025 को यो जेसिसी एजुकेसन प्रोजेक्टलाई मैले नामै एउटा किटान गरेँ, जेसिसी एजुकेसन। र त्यसपछि मैले आफ्नो अध्ययन पुरा गरेको रोयल सफ्टवेयर कलेज संस्थापक प्रमुखसँग कोअर्डिनेसन गरेपछि त्यहाँ चाहिँ +2 मा लगभग 8 वटा फ्याकल्टिज पढाइ हुन्छ, ब्याचलरमा पनि त्यता 8-9 वटा फ्याकल्टिज हुन्छ। भनेपछि हामीले चाहिँ सुरुमा यो एउटा प्लेटफर्म चाहिँ खडा गरौँ वर्ष 2025 ले। अब यो ब्यानर लगाएर काम सबैले गर्छन्, दैनिक हुनुपर्ने काम सबैले हुन्छ, अकेजनल सबैले गर्छ। म चाहिँ आफ्नो कगजमै भन्दाखेरि म चाहिँ तालिमलाई र शिक्षालाई चाहिँ धेरै अगाडि बढाउँछु। मेरो सोच त्यहाँ छ। म शिक्षाबाट आएको व्यक्ति हुँ। सामुदायिक विद्यालयलाई पनि मैले इन्करेज गर्नु छ भनेपछि म र बसन्त भाइ चाहिँ प्रिन्सिपलजीसँग गएपछि म चाहिँ वर्ष 25 को अध्यक्ष अहिले हुँदै गर्दाखेरि मेरो यस्तो एउटा प्रोजेक्ट छ शिक्षामा यो जेसिसलाई संलग्न गर्ने भनेपछि कम्तीमा 5 लाख बराबरको स्कलरसिप चाहिँ जेसिसको प्लेटफर्मबाट जेसिसले रिकमेन्डेसन गरेका स्टुडेन्टहरूलाई तपाईँले उपलब्ध गराइदिनुपर्छ भनेपछि एउटा मैले त्यहाँ रिक्वेस्ट राखेपछि उहाँले पनि पहिला चाहिँ अब मेरै विद्यार्थी हो, मेरो विद्यार्थीलाई जेसिसलाई पाएको यो प्रेसिडेन्ट जस्तो पदमा यहाँ सिलेक्सन भएपछि ल ठिक छ भन्नुभयो। अनि त्यसपछि उहाँलाई मैले आफ्नो इन्स्टिट्युसनमा स्पिच दिँदै गर्दाखेरि उहाँले 81 हामीलाई नै चकित पारिदिनु। मेरो विद्यार्थी 2025 को प्रेसिडेन्ट भएको कारणले उहाँले पहिला 5 लाख बराबर माग्नु भएको, तर यो 5 लाखलाई चाहिँ म चाहिँ 2025 भएकोले 25 लाख बराबरको चाहिँ स्कलरसिप चाहिँ उहाँले आफ्नै त्यो के भन्छ स्पिचमा त्यो अनाउन्स गर्नुभयो। त्यसपछि हामी त्यसलाई कन्टिन्यू गर्दाखेरि अब त्यहाँ एग्रिमेन्टहरू गर्दाखेरि एग्रिमेन्ट पेपर बनाउन जाँदाखेरि त्यहाँ फ्याकल्टिजहरू हेर्दाखेरि उहाँले पनि अब शिक्षालाई धेरै अगाडि बढाउनुपर्छ, त्यो 2025 को धेरै राम्रो प्रोजेक्ट हो भनेपछि इन्करेज भएर अहिले हामीले +2 देखि लिएर ब्याचलरसम्म वर्ष 25 ले रिकमेन्डेसन गरेका स्टुडेन्टहरू अब यो हाम्रो लङ टर्म प्रोजेक्ट भइहाल्यो। 25 मा रिकमेन्डेसन हुने विद्यार्थी 29 सम्म पढ्छन्, त्यो पनि यहीलेको रिकमेन्डेसनबाट। र अहिले +2 र ब्याचलर गर्दाखेरि +2 को डिफरेन्ट फ्याकल्टिज र सब्जेक्ट र ब्याचलरको डिफरेन्ट फ्याकल्टिज र सब्जेक्ट गर्दाखेरि रोयल सफ्टवेयर कलेजले जेसिआई लाहान सिटीलाई जेसिसी एजुकेसन छात्रवृत्ति अन्तर्गत 78,18,180 रुपियाँ बराबरको स्कलरसिप उपलब्ध गराउने र त्यस्तै मैले अहिले टेक्निकल फिल्डमा जाँदाखेरि एउटा कम्प्युटर इन्स्टिट्युटसँग सहकार्य गरेर 15 जना विद्यार्थीलाई डिप्लोमा इन कम्प्युटर एप्लिकेसन कोर्स जो 6 देखि 4 महिनासम्मको हुन्छ, त्यो चाहिँ 15 जनालाई निःशुल्क पढाउने अहिले हामी 10 वटा संस्थाहरूसँग पार्टनरसिप छौँ। कार्यक्रमलाई राष्ट्रिय अध्यक्षलाई सम्मान गर्दै यो कार्यक्रमबाट फाइनल गर्ने जेसिआईबाट नै इन्करेज गर्छु। थ्याङ्क यू भेरी मच अध्यक्षज्यू। पक्कै पनि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने हाम्रो आशावादलाई मनोनयन गर्दै नेपाल जसको अभियानलाई आफ्नो अभियानबाट सुरुवात गर्नुभएको छ। विशेष विशेष धन्यवाद देवेनजी। र यो अभियानलाई कन्टिन्यू गर्ने पहिलो शाखाको रूपमा पनि लाहान सिटी अगाडि बढेको छ, त्यसको निरन्तरता अगाडि दिन पनि पाओस् भन्दै म यहाँ देखिरहेको छु हाम्रो देवघाट धाम जेससको आइडिपिज्यू रघु मल्लजी। देवघाट धाम जेससमा म असाइन इबिपी भएर जाँदै गर्दाखेरि सायद इतिहासमा फर्स्ट टाइम होला यो शाखा स्टाब्लिस हुँदाखेरि पनि म एकदम डे 1 देखि सबै प्रोग्राममा अपडेट भएर झन् आफू इबिपी भएर गएको शाखा हिस्टोरिकल मोमेन्ट छ कि देवघाट धाम जेससको। हामी पुगेको थियौँ इन्स्टलेसनमा। देवघाट धाम जेससलाई यति धेरै सपोर्ट गर्ने मेयर
त्यो शाखा नै आफैमा एकदम धेरै कन्ट्रिब्युट उहाँहरूले सेम डेमा जग्गा लिएर सेम डेमा राष्ट्रिय अध्यक्षबाट उहाँले शिलान्यास पनि गर्नुभयो सेम डे सेम डे जबकि देवघाट धाम जेसिसको इतिहास हेर्नुहुन्छ भने उहाँ 3rd प्रेसिडेन्ट हो अब देवघाट धाम जेसिसको 25 को प्रेसिडेन्ट प्रसन्नजी 4th प्रेसिडेन्ट हो सो शाखा खोलेको एकदम सर्ट टर्ममा उहाँहरूको अचिभमेन्ट एकदमै धेरै छ एकदम भगवानको ठाउँमा पावरको ठाउँमा खोलेको शाखा भएको भएर एकदमै राम्रो अचिभमेन्ट छ सो प्रसन्न सरले 25 मा धेरै काम गरिरहनु भएको तर स्टिल आइबिजीको कुरा गर्यो आइबिजीले आफ्नो कार्यकालमा धेरै राम्रो काम गर्नु भएको छ सो प्लिज मलाई यति कुरा सेयर गरिदिनुहोस् कि तपाईँले देवघाट धाम जस्टिसमा इन्ट्री गरिसकेपछि तपाईँ अलरेडी र प्रोफेसनमा आफै एक्सपर्ट हुनुहुन्थ्यो तपाईँ प्रोफेसनल गर्दै लाग्नु भएको थियो जेसिसले तपाईँलाई के कुरामा चाहिँ प्रोत्साहित गर्यो त धन्यवाद राष्ट्रिय देवघाट धाम जेसिसको स्थापना समयावधि निकै कम छ अहिले अब अरू साथीहरूको तुलनामा अरू विभिन्न शाखाहरूको तुलनामा देवघाट धाम जेसिस बच्चा अवस्थामा नै छ अथवा बाल्य अवस्थामा नै छ कारण हो हामी 5 वर्ष पुगिसकेका छैनौँ सन् 2021 मा स्थानीय युवाहरू संलग्न भएर गीतानगरमा गीतानगरबाट विकास सापकोटाजी देवघाट आउनु भएर केही युवा साथीहरू हामी लगायत केही अगाडि बढ्न चाहने युवा साथीहरू देवघाटमा केही परिचित युवा साथीहरू जसले देवघाटमा हरेक व्यक्तिहरूलाई चिन्थ्यो देवघाटका हरेक व्यक्तिहरूले पनि ती युवाहरूलाई चिन्थ्यो जस्तै म देवघाटको कुरा गर्ने हो भने मलाई अहिले धेरै साथीहरू चिन्नुहुन्छ देवघाटमा र देवघाट सानो क्षेत्रको मात्रै कुरा गरिरहेको छु मैले सिंह देवघाट गाउँपालिकाको कुरा गरेको छु साथसाथै म भरतपुरको नजिक भएको हुँदा भरतपुर 1 नम्बर वडा जहाँ म कार्यरत छु विगत 12 वर्षदेखि त्यस्तै गरी 29 नम्बर वडा भरतपुरमा 29 वटा वडा थियो 29 नम्बर वडामा मैले आफ्नो करियर स्टार्टिङ गरेको भरतपुरको 29 नम्बर वडाबाट जहाँ चाहिँ म एउटा सामुदायिक इङ्ग्लिस स्कुल भनेको अहिले त्यो चाहिँ निजीकरणै भइसकेको छ अथवा व्यक्तिको लगायतमा निर्माण भएको विद्यालय र इङ्ग्लिस स्कुल बोर्डिङ स्कुल त्यहाँबाट मैले करियर स्थापना गरिसकेपछि म फेरि पछि 1969 सालमा चाहिँ म सामुदायिक विद्यालयमा प्रवेश गरेको थिएँ र त्यो सँगसँगै प्रवेश गरिरहँदाखेरि त्यहाँ देवघाटमा भएको मेरो म प्रतिको चाहना अथवा मैले त्यहाँ समाजलाई हेर्ने दृष्टिकोण समाजले मलाई हेर्ने दृष्टिकोणको अन्डरस्ट्यान्डिङ भइरहेको छ कतिपय ठाउँहरूमा हामी के देख्छौँ भने व्यक्ति र समाज बिचमा चाहिँ मिसअन्डरस्ट्यान्डिङको कुराहरू रहिरहेका हुन्छन् एउटाले अर्कोलाई नराम्रो प्रवृत्तिले हेर्ने अर्कोले अर्कोलाई नराम्रो प्रवृत्तिले हेर्ने अथवा हरेक चिजमा चाहिँ मिसअन्डरस्ट्यान्डिङ सबैसँग अन्डरस्ट्यान्डिङ हुन्छ भन्ने छैन मिसअन्डरस्ट्यान्डिङको कुराहरू थिए भने देवघाटमा मैले आफ्नो हरेक क्षेत्रमा म आफू जुन कार्यमा संलग्न छु त्यस क्षेत्रबाट र मेरो व्यक्तिगत तर्फबाट पनि मैले समाजमा अन्डरस्ट्यान्डिङ स्थापना गरेको थिएँ सन् 2021 मा 2078 सालमा विकासशील जब देवघाट आउनुभयो त्यहाँ भएका हाम्रो लगायत केही साथीहरू हामी 12-15 जना 25 जना चाहिँ हामी वडा अध्यक्ष सहितको टिम हामी तत्काल बसेँ 25 जना युवाहरू हामीले तत्काल भेला गऱ्यौँ 78 असार 3 गते थियो जुन हाम्रो स्थापना दिवस असार 3 गते पनि हो तत्कालीन वडा अध्यक्षज्यूले नै हामीलाई सहज रूपमा यो योजना यदि राम्रो हो भने यसलाई अगाडि बढाउँ हामीलाई पनि थाहा थिएन देशी भनेको के हो भनेको हामी पछिल्लो समय नारायणगढ 50 वर्ष बितिसक्दाखेरि पनि नारायणगढबाट 4 किलोमिटर अगाडि रहेका हामी देवघाटमा हामीलाई जेसिस भन्ने कुरै थाहा थिएन र जेसिस संस्थामा हाम्रो लाग्नुपर्छ हामी जेसिसमा लाग्न सक्यौँ भने हामी अगाडि बढ्न सक्छौँ भन्ने नै थाहा थियो त्यसैले जेसिसलाई कसरी अगाडि बढाउन सकिन्छ र जेसिस स्थापना गरि नै हालौँ गरौँ राम्रो भएछ भने शिक्षण कम्युनिटी गरौँला नराम्रो भएछ भने अब हामी ब्याक आउँला साह्रै नराम्रै संस्था रहेछ हामी किन अगाडि बढ्ने त्यो उद्देश्यले हामी केही फेरि विकासजी त बाहिरबाट जानुभएको थियो हामी त्यहाँका 10-12 जना युवाहरू फेरि बसेर हुन्छ कन्टिन्यू गरेर राम्रो रहेछ भने हामी कन्टिन्यू गर्छौँ साथ दिन्छौँ सपोर्ट गर्छौँ किन राम्रो चिजलाई हरेक व्यक्तिले त्यहाँको व्यक्तिले मात्रै होइन बाहिरका साथीहरूले पनि हामीलाई साथ दिन्छ कि त्यो राम्रो हो भन्ने चाहिँ हामीलाई थाहा थियो होइन त्यसरी हामीले चाहिँ असारको 3 गते एउटा वडा नम्बर 5 अथवा म 5 नम्बर वडामा बासिन्दा 5 नम्बर वडाको वडा अध्यक्षज्यूको संयोजकतामा एउटा भेला बसेर त्यसैले नै यसलाई अगाडि बढाउने भन्ने भेला पारित गर्यो जसको फलस्वरूप हामीलाई माडी जेसिस व्यास तनहुको व्यास नगर जेसिसले चाहिँ हामीलाई सपोर्ट गर्दै लिएर गयो भने गीतानगर जेसिसले त हामीलाई मातृत्व नै प्रदान गरेको थियो
यसरी अगाडि बढ्दै जाँदा 2021 मा हामीले सबैभन्दा पहिला जेसिसलाई अगाडि कसरी बढाउने, कसरी ब्रान्डिङ गर्ने, जेसिसले नेतृत्व विकास गर्ने त भन्छ, तर कुन क्षेत्रबाट हात हाल्ने भन्ने कुरामा हामी अन्यल भयौँ। सोही अनुसार बस्यौँ। त्यसपछि हामीले सन् 2021 78-79 को साउनमा होला होइन, 79 को साउनमा चाहिँ हामीले के गर्यौँ भने प्लानिङ गर्यौँ। जेसिसलाई समाजमा चिनाउनु छ, व्यक्ति मात्रै चिनाएर भएन, किनभने हामी आफैमा त अलरेडी चिनिराखेका हुन्छौँ। साउनमा चाहिँ देवघाटमा एउटा ठुलो मेला लाग्छ, बोलबम मेला, जसलाई बोल ओम मेला भनेर पनि नामाकरण गरिन्छ। त्यो समयमा चाहिँ हामीले समाजमा अगाडि बढ्ने अथवा समाजमा आफू परिचित हुने यो एकदम सुनौलो अवस्था हो। तर्फको तथापि हामी गीतानगर जेसिस, त्यसपछि अन्य आसपासका केही शाखाहरूको साथ लिएर देवघाट भरतपुर महानगरपालिका 1 नम्बर वडा देवघाट धाममा चाहिँ चितवनतर्फ चाहिँ हामीले एउटा निःशुल्क पानी वितरण कार्यक्रम सञ्चालन गर्यौँ, जसले हामीलाई निकै राम्रो प्रभाव पार्यो अथवा हामीलाई इम्प्याक्ट पार्यो, समाजमा हामीले इम्प्याक्ट पार्न सफल भयौँ। यो कार्यक्रमलाई चाहिँ हामीले वर्ष 23-24 मा पनि हामीले कन्टिन्यू गर्यौँ। 24 मा त जाडोमा चिया रान्ने, कफी रान्ने, गर्मीमा पानी रान्ने, मोही रान्ने, यो हरेक कुराहरू हामीले कन्टिन्युटी गर्यौँ, जसले हामीलाई चाहिँ समाजमा चिन्नको लागि, प्लस पोइन्ट हुनको लागि, समाजमा हामी प्रेरित हुनको लागि र समाजले हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउनको लागि हामी सफल भएका छौँ। जहाँसम्म हुनुहुन्छ उहाँले हामीलाई जेसिसले तपाईँलाई के दियो भन्नुभएको छ। जेसिसलाई मैले चाहिँ के दिन सकेँ त्यो थाहा छैन, तर जेसिसले मलाई धेरै कुरा दिनुभएको छ। अहिले 2025 प्लट धरानकै कुरा गर्ने हो भने यहाँ 61 जना साथीहरू मलाई दिनुभएको छ। 61 जना साथीहरूमध्ये 1-2 जना साथीहरू मेरो पहिलेदेखिको चिन्दाएको थियो। हाम्रो प्रशान्तजी हुनुहुन्छ, धरान प्रेसिडेन्ट आयुष्माजी हुनुहुन्छ, यी बाहेक अनि त्यसपछि केही साथीहरू, त्यसमा 5-7 जना साथीहरू मात्रै योभन्दा अगाडि मसँग धेरै नजिकबाट परिचित हुनुहुन्थ्यो भने यो 2025 को एउटा मात्रै प्रोग्रामले त मलाई यति धेरै साथीहरू दिनुभएको छ, यति साथ दिएको छ। साथी कमाउने क्रममा साथी मित्रता यस्तो होस् कि दुःखमा उभिदिने, सुखमा ताली बजाइदिने, लड्न लाग्यो भने उठाइदिने साथी यहाँबाट कमाउनुहोस् भन्दै हामी बीच अहिले ठ्याक्कै हेर्दाखेरि कमलनगर जेसिस, जसले चाहिँ यो भेगमा उहाँको आफ्नै भवन सुरुवात गर्नुभएको छ कमलनगर जेसिसले, र जहाँसम्म लाग्छ उहाँहरूको 2025 को इन्स्टलेसन पनि कमलनगर जेसिसकै भवनमा चाहिँ अर्गनाइज भएको थियो। एकदम सर्ट टाइममा कमलनगर जेसिसले आफ्नो भवन बनाएको छ। त्यो भवन बनाउँदाखेरिको सङ्घर्षको स्टोरी आफ्नै छ होला, यद्यपि यति हुँदा हुँदै पनि एकदम सठिकमा भनिदिनु होला। हामी बीच कमलनगर जेसिसका कोषाध्यक्ष देवराज भण्डारीज्यू हुनुहुन्छ। सो कमलनगर जेसिसको यो भवन बनाउने यात्रा कस्तो थियो? कमलनगर जेसिसको भवन 2021 मा हामीले स्टार्ट गरेको, जुन बेला म कालिम्पोङ शाखाको महासचिव थिएँ। भवन बनाउने भन्ने कुरा अलिकति अगाडि सुरु भयो। जग्गादाताको खोजी गर्दै जाँदा हाम्रो आजीवन सदस्यहरू एउटा नजिकै उहाँसँग हामीले कुरा गऱ्यौँ, भवन बनाउन थाल्यो भने म जग्गा लिन्छु भनेको उहाँले धेरैपटक उहाँसँग छलफल गऱ्यौँ। हामीले नगरपालिकासँग कोर्डिनेट गर्न खोज्दा जुन जग्गा पायौँ उहाँले जग्गा दिएको, तत्कालै त्यो जग्गाको बजार मूल्य नपाएको उहाँले जग्गा उपलब्ध गराउनु। 21 मा हामीले जम्मा शिलान्यास गर्न सक्यौँ। अनि कोभिडको कारणले 22 मा हाम्रो भवन केही पनि बनेन। सबै हामी सदस्यहरूले आफूले त्यो चिठा कार्यक्रम भनेर सञ्चालन गऱ्यौँ। अपेक्षाकृत सफलता पाएन, तर सबै सदस्यले 25,000 को चिठा अनिवार्य किन्ने भने हामीले आफूले किन्यौँ। त्यहाँबाट हामीले त्यसमा उठेको पैसाहरू केही भवनमा लगायौँ। अलिकति बढी हामीलाई साथ भनेको पालिकाले दियो। पालिकाले हामीलाई प्रत्येक वर्ष 5 लाख 10 लाख रुपियाँले बजेट दिँदै गयो र पालिकाले सहयोग गर्यो। अन्य क्षेत्रका जेसिससँग रिलेटेड जस्तै हाम्रो कमल गाउँपालिकामा बस्नेहरू, कमलका स्थानीयवासी जो कमलभन्दा बाहिर हुनुहुन्छ, विभिन्न क्षेत्रमा काम गर्दै हुनुहुन्छ, उहाँसँग हामीले सहयोग अगाडि बढायौँ। धेरैले हामीलाई सहयोग गर्नुभयो आफ्नो हिसाबले, र पालिकाको सिंहपुर पालिकाको हामीलाई सहयोग गर्यो। कमल गाउँपालिकाको एउटा हामीलाई सजिलो पनि हाम्रो पूर्व अध्यक्ष गाउँपालिकाको एउटा वार्डको अध्यक्ष पनि हुनुहुन्थ्यो, त्यसले गर्दा पालिकासँग कनेक्ट गर्न हामीलाई सजिलो पनि भयो। वार्षिक उहाँले बजेट दिँदै जानुभयो र अरू सबै सदस्यको सेल्फ कन्ट्रिब्युसन हो भवनको लागि। अहिले संरचना बनिसकेको छ, बाहिर विश्लेषण चाहिँ हामीले गऱ्यौँ। इन्टिरियरको कामहरू केही बाँकी छ, सायद 2025 भरिमा त्यसले पनि पूर्णता पाउनेछ भन्ने हामीले दिइसकेका छौँ। भवनको यात्रा मैले यति राखेको
धन्यवाद। सो रमाइलो जेसिस है, रमाइलो जेसिसले चाहिँ चोकमा आफ्नो एउटा स्तम्भ बनाएको छ, वेलकम स्तम्भ। यो एकदम धेरै ऐतिहासिक काम गरेको छ। बाटोमा जाने बित्तिकै रमाइलो जेसिसको स्तम्भले चाहिँ हामी जाने जेसिस सबैलाई वेलकम गर्छ। यो एकदमै आँखाले पनि देखिने अनि हिँड्दाखेरिको मान्छेको प्रमोसनको कुरा कानले पनि सुनिने भनेपछि एकदम डेभलपमेन्ट प्रोजेक्ट गर्नुभएको छ। सो रमाइलो जेसिसको मैले यहाँ हाम्रो जिएलसीज्यूलाई देखिरहेको छु, थिलराज भट्टराईज्यू। सो रमाइलो जेसिस लगभग नयाँ शाखा, तर अहिले एकदम ऱ्यापिडमा दौडिरहेको छ। सो दौडिने यात्रामा तपाईँको दौडाइ चाहिँ कस्तो भइरहेछ? धन्यवाद राष्ट्रिय अध्यक्षज्यू, साथीहरुको नमस्कार। रमाइलो जेसिस खुलेको भनेको 2018 मा हामीले इस्टाब्लिस गरेकै गर्दाखेरि हामीभन्दा सिनियर दाइहरूले इस्टाब्लिस गर्नुभयो। त्यसपछि करिब 2019 देखि नजिकै बसेर एउटा सदस्य जस्तो भएर त्यसपछि एउटा पोस्टमा नबसिरहनु पर्ने सदस्यता प्राप्त गरेर 19 मा, त्यसपछि 20 मा, 21 मा, 22, 23, 24 को म इलिपी, 22 को भिपी, त्योभन्दा अगाडि 21 मा पिआरओ गर्दै जाँदाखेरि हामीले चाहिँ के भयो त भन्दाखेरि अब नयाँ शाखा इस्टाब्लिस गर्नुपर्ने, सबैलाई चिनाउनु पर्ने त्यो च्यालेन्जेस आयो। त्यसमा चाहिँ हामीले हातेमालो गऱ्यौँ भन्नुपर्छ। सबैजना कन्ट्रिब्युसन भयो, सबैले आफ्नो क्षेत्रबाट चिनायौँ। अनि पहिलो कुरा भनेको त्यहाँ सबै प्रोफेसनको मान्छेहरू भन्यौँ। रमाइलो जेसिसमा चाहिँ सबै खालको मान्छेहरूले होस्टेमा हैसे गर्दाखेरि बिस्तारै हाम्रो कामले चाहिँ के भयो भने त्यहाँ गाउँपालिकामा सुरुमा चाहिँ अब त्यस्तो वास्ता पनि भएन। जेसिसकोले केटाहरू आए, यस्तो क्लब फेरि हाम्रोमा खोलिराख्ने, कति गरिराख्ने होइन, क्लबहरू धेरै खुल्ने बन्द गर्ने भयो। अनि जति लाइफमा जुन सोसाइटीले लिएको थियो, बिस्तारै चाहिँ हाम्रो कामले, हाम्रो पर्सनालिटी डेभलपमेन्टले, जस्तै हिजो जाँदै गर्दाखेरि अब केही नगर्ने अथवा केही नजान्ने मान्छे आज गएर कुनै ठाउँमा आफ्नो कुरा डेलिभर गर्न सक्ने अथवा आफ्नो कुरा राख्न सक्ने हुँदै गर्दाखेरि चाहिँ बिस्तारै सोसाइटी इन्ट्रेस्ट भयो। अनि अर्को चाहिँ ब्रान्डिङ पनि गर्नुपर्छ भन्ने सोचेर त्यहाँनिर हाम्रो सदस्यहरूकै कन्ट्रिब्युसनमा चाहिँ त्यसमा सबैभन्दा धेरै ठुलो हात भनेको हाम्रो 2022 को अध्यक्ष सन्तोष फुङेल दाईको हात छ, जुन जेसिस स्तम्भ खुल्यो। त्यसमा चाहिँ उहाँले प्रेसिडेन्ट बन्दै गर्दाखेरि पनि म यस्तो काम गर्छु जसले चाहिँ पछिसम्म आउने मान्छे सबैजनालाई चाहिँ रमाइलोमा जेसिस छ भन्ने कुरा चाहिँ देखियोस्, अरू केही नगरे पनि म त्यही काम चाहिँ गर्छु भनेर उहाँको अडानले गर्दाखेरि हामीले 2022 मा रमाइलो जेसिसको स्तम्भ बनाउन सफल भयौँ। अहिले चाहिँ हाम्रा जति पनि कार्यक्रमहरू छन्, जे पनि छन्, तिनीहरू सबै त्यही जेसिस चोक भनेर हामीले त्यसलाई नाम पनि दियौँ। अहिले त्यहाँ रमाइलोमा जाँदाखेरि सबैले जेसिस चोक भनिसकेपछि बुझ्नुहुन्छ यो जेसिस स्तम्भ हो भनेर। त्यो ब्रान्डिङ गर्ने काममा हामीले एउटा स्तम्भले साथ दियो भनौँ न। यसलाई चाहिँ हामीले सोसाइटीको एउटा हेर्ने अथवा चाहिँ हामीले देख्ने नजर चाहिँ कहाँ छ त, रमाइलो जेसिस छ कि छैन भन्दै गर्दाखेरि रमाइलोमा एउटा प्रवेश गर्दै गर्दाखेरि हाम्रो फेरि हाइवे लाइन पनि पर्दैन, अलिकति तल छिर्नुपर्छ, कानेपोखरीदेखि तलतिर जानुपर्छ होइन। त्यहाँ जाँदै गर्दाखेरि रङ्गेलीतिर जाने मान्छेहरूले पनि के भन्छ, यहाँ जेसिस चाहिँ रहेछ है, यतिको काम गरेको रहेछ है भनेर एक्जिस्टेन्स चाहिँ देखिन सक्ने रहेछ, सोसाइटीमा पनि देखिनु पर्यो। अनि सबैभन्दा पहिलो कुरा चाहिँ पर्सनालिटी डेभलपमेन्टको कुरा भयो होइन। हामीले धेरै ठुलो काम नगरे पनि अब सोसल सर्भिसमा चाहिँ धेरै अगाडि नबढेछौँ। हामी चाहिँ अहिले पर्सनालिटी डेभलपमेन्टमा अगाडि बढ्दैछौँ, बिस्तारै आफू सबल भएर त्यसपछि सोसाइटीलाई कन्ट्रिब्युट गर्ने भन्ने लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ। धन्यवाद। पक्कै पनि कानेपोखरीमा खिर खाएर हामी दमक छिर्नेछौँ भन्दै। सो दमक जेसिसले चाहिँ अहिले निरन्तरता दिँदै, मैले यस्तो हेरिरहेको छु युवा परिषदको डाइरेक्टली इच इन्डिभिजुअलसँग इच डेमा नै हामीले प्रोग्राम गरेको, प्रोग्राममा म आफै पनि पुगेको थिएँ र दमक जेसिसले ट्रेनिङ इन्स्टिट्युट बनाउनको लागि पुरा तयारी पनि गरिरहेको छ। उहाँहरूको अलरेडी सेक्रेटेरिएट छुट्टै छ र छुट्टै उहाँहरूले चाहिँ ट्रेनिङ इन्स्टिट्युट पनि बनाइरहनु भएको छ। सो दमक जेसिसले ब्याक टु ब्याक नेपाल जेसिसको सर्कुलर प्रोग्रामहरू गरिरहेको छ। सो यो प्रोग्राम गर्दै गर्दाखेरि
कम्युनिटी लेभलबाट कस्तो इम्प्याक्टको रूपमा तपाईँहरूलाई कुराहरू आइरहेको छ त दमक जेसेसको हामीसँग इभिपी रुबल अधिकारीजी हुनुहुन्छ। धन्यवाद अध्यक्ष। नमस्कार, गुड मर्निङ। दमक जेसिस 2081 साल 1981सम्म स्थापित आफ्नो सचिवालय थोरै दमक चोकदेखि थोरै तल अलिकति हाइवेदेखि तल र रहँदै हामीले 2016-17 जेसी चन्द्र खत्रीको पालामा अध्यक्ष हुँदै गर्दा 3-4 पटक हामीलाई एज अ ट्रेनिङ हल बनाउनको लागि जग्गा हामीलाई जग्गा दिएर त्यो 2017देखि हामीले अवधारणा गर्दा अन्तिममा आएर हामीले 24मा आएर जेसी आरसी अधिकारीको अध्यक्षताको पालामा चाहिँ हामीले त्यसलाई बेस एउटा गराएर अस्तिको वर्ष हामीले लगभग पिलरहरू उठाएर अब यो वर्ष हाम्रो नगरपालिकाबाट बजेट आएर अब साइडको वाल र माथिको सिलिङ राखेर एउटा हलको अवधारणा हामी जाँदैछौँ र त्यो ट्रेनिङ हल बन्दै गर्दा कम्युनिटी उहाँहरूको पनि जसले त्यो कम्युनिटी लेभलबाट जसले त्यो जग्गा दान गर्नुभयो विगत 5 वर्षदेखि नहुँदै गर्दा उहाँहरू नैसता छैन। यो 1 वर्षमा त्यो ट्रेनिङ हलको अवधारणा आइरहँदा बनिरहँदा उहाँहरू अहिले कम्युनिटी लेभलबाट अलिकति पोजिटिभ फिडब्याक आइरहेछ। सँगसँगै त्यो कम्युनिटी ट्रेनिङ हल जेसिसको लागि मात्रै नभएर हामीले चाहिँ यो कम्युनिटी ट्रेनिङ हल अथवा कम्युनिटीहरूको लागि कुनै पनि कार्यक्रमको लागि प्रयोग हुने हुँदा हामीले उहाँहरूलाई यो कम्युनिटी लेभल प्रयोग गर्न सक्ने एउटा भवन अथवा एउटा यो बनाएको हुनाले अब हामीले उहाँहरूलाई त्यही अनुसारले बुझाएर उहाँहरूको पोजिटिभले छ अहिलेसम्म चाहिँ हामीप्रति दमक जेसीप्रति राम्रै छ। धन्यवाद। त्यसै गरेर मैले एउटा कुरा के सिकेको छु भने यो जीवनको यो सिकाइ भन्ने कुरा कहिले पनि सकिँदैन रहेछ। एभ्री टाइम नयाँ नयाँ कुरा सिकिन्छ होइन। अनि मैले कहिले काहीँ उहाँसँग भेट्दाखेरि नयाँ शब्द सिक्छु, शब्द पनि यति मिठास भएको शब्द सिक्छु कि जहिले पनि लाग्छ कि त्यो शब्दले म काहीँ पुग्दै गर्दाखेरि त्यो बोल्दै गर्दाखेरि चाहिँ त्यो शब्दले मलाई पहिचान दिन्छ। सो त्यो पहिचान दिने व्यक्ति जेसीआई बुधबारेका टिम डाइरेक्टर गजेन्द्रजीलाई चाहिँ तपाईँले बुधबारे जेसिसमा लाग्दै गर्दाखेरि तपाईँको लाइफमा कस्तो खालको चेन्जेसहरू आएको छ भन्ने अनुरोध गर्दछु। नमस्कार सेवारो जेसिस म गजेन्द्र बुधबारे जेसिस 2025 को टिम डाइरेक्टर। अब जेसिसमा लागिरहँदाखेरि अब बिफोर जेसिस पनि अब हामी सोसाइटीमा अलिकति डटपट गरेर सामाजिक गतिविधिहरू आर्थिक सबल पक्षका केही क्रियाकलापहरू गरि नै रहेको थियो। तर जेसिसले चाहिँ मलाई के मोटिभेट गर्यो अब सबै जेसिस मनहरूसँग भेटिन्छ, फलानु ढिस्का एबिसी सबैले आफ्नो यो भन्छ के व्यापार व्यवसाय चाहिँ देखिने खालको चाहिँ गर्नुपर्छ भन्ने खालको मलाई एकदमै भित्रैदेखि गर्नुपर्छ भन्ने हुटुटी चलेर के सानोतिना व्यापार व्यवसाय 2 थालिएको छ। नत्र त्योभन्दा अगाडि पनि आफ्नो व्यक्तिगत रूपमा र सोसाइटीको लागि हामी भनेको 10-11 वर्षदेखि समाजको लागि हामी समाज रूपान्तरणको लागि युवाहरूलाई हामी कुदाएकै हौँ। अब अहिले हामी ग्रामीण इलाकामा छौँ, तथापि पनि बजारलाई पनि हामीले जितेर हरेक सांस्कृतिक सामाजिक र राजनीतिक मुभमेन्टहरूमा पनि हरेकसँग नेटवर्कमा बसेर टचमा बसेर समृद्धिका कुराहरू गरेको थिएँ। र पछिल्लो समय आइरहँदाखेरि परिवर्तन मैले आफूले के गर्नुपर्छ र सोसाइटीमा देखिने खालको अब इन्डिभिजुअल मात्रै बसेर गजबाङ्गै मात्रै रहनु भन्दाखेरि जेसिसमा लागेको गजबाङ्गी हो भन्ने खालको चाहिँ के एउटा देखिनुपर्छ भान। र पछिल्लो समय अब सबैको भवनहरूको कुरा आइरहँदा बुधबारे जेसिस 2020मा शिलान्यास गरेर 2022लाई खडा गरिदिइसकेको छ, जसको रिसेन्टली 2025को ट्रेजरर हुनुहुन्छ विश्व देशी अनिल घिमिरेज्यूलाई पनि त्यही जग्गा उहाँ हामीलाई प्रदान गरेर यहाँ पनि सबैले ताली बजाएर उहाँलाई सम्मान यसरी देशमा लाग्दाखेरि केही गर्नुपर्छ भन्ने चाहिँ भयो र गरिएको चाहिँ सफलताले गगनै नचुमे पनि केही हाइदिइरहेको धन्यवाद दाइ। तपाईँसँग एक टाइम भेट्दाखेरि नयाँ नयाँ शब्दहरू सिकिरहनु त्यो शब्दले, किनभने हामी नेपालीहरू यति धेरै इङ्ग्लिसमा फोकस भइसकेका छौँ कि हाम्रो रियल ओरिजिन शब्दहरूमा चाहिँ हामीहरूलाई थाहै छैन। यदि यो इतिहास हामीले जोगाएनौँ भने
हामी पनि सेम लाइक फ्रेन्च हुन्छौँ, हाफ फ्रेन्च हाफ अमेरिकन। रियालिटीमा चाहिँ नेपालीको अस्तित्व नै नहुने हुन्छ। तपाईँसँग भेट्दाखेरि इन्स्ट्यान्ट नेपाली शब्दको शब्दकोश नै पल्टाउनु पर्ने गरेर तपाईँले सिकाइदिनुहुन्छ। विशेष धन्यवाद। सो विराटनगर जेसुस भन्ने बित्तिकै अलिकति इतिहास बोकेको शाखा, जसमा अलरेडी पूर्व राष्ट्रिय अध्यक्षज्यूहरू भइसक्नु भएको छ। नेपाल जेसुसको विभिन्न ओदाहरूमा हुनुहुन्छ र विभिन्न सेक्टरहरूमा हुनुहुन्छ र उहाँहरूको चाहिँ एउटा अचिभमेन्टको लेभल पनि फरक छ। सो विराटनगर जेसुसमा एउटा इतिहास छ, उहाँहरूको एउटा प्रोटोकल छ कि जो सिनियर इभिपी हुन्छ अर्को वर्षको लागि अटोमेटिक शाखाको अध्यक्ष। सो कविराज दाहालज्यू जो अहिले विराटनगर जेसुसको सिनियर इभिपी हुनुहुन्छ, सो उहाँ यति यो वर्ष त उहाँको काम भनेको सायद अर्को वर्षको प्लानिङ मात्र गर्ने होला, हाउ टु मेक जेसुस बेटर। सिनियर इभिपी सकिएर पनि एक्स्ट्रा बोनस पोस्ट। सो वाट इज योर प्लान फर 2025? एउटा मात्र नयाँ कुरा भन्नुहोस् विराटनगर जेसुस तपाईँको कार्यकालमा पाउन सक्नेछ। थ्याङ्क यू चेयर, राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा। अत्यन्तै महत्त्वपूर्ण कुरा सोध्नु भएको छ कि अपकमिङ इयरमा चाहिँ अहिले सिनियर रिभ्यू भइसके पछाडि अपकमिङ इयरको लागि फिक्स नै हो। हिजो त धेरैजना साथीहरूले भन्नुहुन्थ्यो तपाईँले त टिकै लगाइसक्नु भएको, बधाई पनि खाइसक्यो। त्यसभित्रमा पनि एउटा निश्चित चाहिँ क्राइटेरिया चाहिँ छ, चाहिँ विराटनगर जेसुसको विधानले एउटा चाहिँ तय गरेको छ। यदि त्यो विधानले तय गरेका कुरालाई पुरा गर्ने क्रममा गर्ने सन्दर्भमा मैले एकदमै क्लियर मेरो मिसन के हो भन्दाखेरि हाम्रो चाहिँ यो सिनियर इभिपीमा चाहिँ सिनियर इभिपीको विषयवस्तुमा किन तपाईँ भन्ने प्रश्न, किनकि विराटनगर जेसुस आफैमा एउटा धेरै पूर्व अध्यक्ष बोकेको शाखा, अहिले पुरानो शाखामा आइराख्ने कुरा पनि हो। सायद सम्भवतः सबै शाखाहरूमा आउँछ, किनकि लिडरसिप लिने क्रममा कम्पिटिटरहरू अलिक ज्यादै नै हुनुहुन्छ। र त्यस विषयमा पनि देखाइएको कुरा के हो भन्दाखेरि चाहिँ विराटनगर जेसुसमा कम्युनिटीमा विराटनगरमा एउटा अर्कै प्रभाव छ। अहिले पछिल्लो समय चाहिँ के छ भन्दाखेरि चाहिँ मैले देखिरहेको कुरा नट ओन्ली विराटनगर, सबै नेपालभरि चाहिँ अलिकति हुन त राष्ट्रिय अध्यक्षले पनि यस विषयलाई चाहिँ एकदमै मजाले उठान गरेर त्यसलाई चाहिँ बोकेर लिएर जानु भएको छ कि कम्युनिटीमा कसरी ब्रान्डिङ गर्न सकिन्छ भन्ने विषय होइन। र यो ब्रान्डिङको विषयमा चाहिँ म आफू पनि त्यही सेक्टरको मान्छे भएको कारणले गर्दाखेरि मसँग एउटा प्लान छ। त्यो प्लान भनेको चाहिँ 3C प्लान। 3C प्लान भनेको चाहिँ तपाईँको चाहिँ कनेक्ट विथ कोलाबोरेसन बाई कार्ड। कनेक्ट विथ कोलाबोरेसन बाई कार्ड भनेको विराटनगरमा एकदमै ठुलो कर्पोरेट हाउस, अत्यन्तै धेरै कर्पोरेट हाउस भएको ठाउँ, धेरै फ्याक्ट्रीहरू भएको ठाउँ, अथवा चाहिँ डिफ्रेन्ट सेक्टर भएको ठाउँ। त्यस कारणले गर्दाखेरि हामी अपकमिङ इयर के गर्दैछौँ भन्दाखेरि विराटनगर जेसुसमा ब्रान्डिङ गर्नको लागि एउटा कार्ड बनाउँदैछौँ। त्यो हामीले फ्रेमवर्क पनि तयार गरिसकेका छौँ। त्यसको लागि लगभग प्लानिङकै हामी चाहिँ निड एनालाइसिसबाट हामी त्यही सिकिरहेका छौँ, त्यहाँबाट हामी प्लानिङमा पुगिसकेका छौँ। र त्यो कनेक्ट विथ कोलाबोरेसनको कार्डले के गर्छ भन्दाखेरि चाहिँ हामी जेसिस मेम्बरहरूलाई हामी त्यो कार्ड प्रोभाइड गर्छौँ अथवा फ्यामिलीलाई कार्ड प्रोभाइड गर्छौँ। र त्यो कार्डले चाहिँ अब हामी कहाँ डिस्काउन्ट पाउँछौँ भन्दाखेरि चाहिँ जस्तै हामीले नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा हामीले चाहिँ लगभग एग्रिमेन्टको फाइनल चरणमा पुगेका छौँ। जेसिस मेम्बरलाई हामी त्यहाँनिर 20% एक्स्ट्रा डिस्काउन्ट चाहिँ हामी त्यहाँ गराउनको लागि अलिकति थोरै पर्सेन्टमा मात्रै बार्गेनिङ भइरहेछ। र जेसिस मेम्बर त्यहाँ कोही त्यो कार्ड बोकेर जान्छ भनेदेखि चाहिँ 20% डिस्काउन्ट पाउँछ। एउटा त्यो एक्जाम्पल। अनि अर्को जस्तै हस्पिटालिटी भयो, हस्पिटालिटीमा हाम्रो होटल्सहरू छ होइन, त्यस पछाडि चाहिँ क्लोथिङ सेन्टरहरू छ, अथवा चाहिँ विभिन्न कर्पोरेट हाउसहरू छ, मिडिया हाउसहरू छ, कलेजहरू छ होइन। त्यो क्षेत्रहरूमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि चाहिँ हामीले त्यहाँनिर त्यो डिस्काउन्ट कार्ड, अब ठ्याक्कै यो डिस्काउन्ट कार्ड भन्दा पनि त्यसलाई चाहिँ हामीले केयर्स कार्ड जस्तो चाहिँ एउटा privilege card निकाल्दैछ। त्यसमा चाहिँ एभ्री फ्याकल्टीमा यु विल गेट अ अफर। एकदम वन्डरफुल। मैले मोबाइल लिएर आएँ। अब फ्लोर ओपन गरौँ है। फ्लोर ओपन गर्दाखेरि तपाईँहरू कसैलाई केही प्रश्न छ, केही जिज्ञासा छ, यु वान्ट टु नो मोर भन्ने यो फ्लोर ओपन भएको म सबैलाई जानकारी गराउँछु। 10% एकदम सर्वप्रथम त यहाँ उपस्थित सबैलाई नमस्कार। म जेसी आर्ट्समा साथी तरान जेसिसको निवर्तमान अध्यक्ष। र सिधै प्रश्नमै जाउँ है। सर्वप्रथम यो एकदमै राम्रो अनि रमाइलो सँगसँगै चिया गफ कार्यक्रम जुन
सुरुवात गर्नुभएको छ एनपिज्यूले। त्यसको लागि म एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यति राम्रो कार्यक्रम, किनभने यहाँ बसिरहँदाखेरि विभिन्न शाखाहरूले कस्तो महत्त्वपूर्ण अनि एकदमै राम्रो, जुन चाहिँ कति कुराहरू थाहै थिएन कि यति महत्त्वपूर्ण र राम्रो कुराहरू चाहिँ सुनिरहन पाउँदाखेरि चाहिँ अत्यन्तै खुसी लागेको छ। र यसको लागि चाहिँ यहाँहरू सम्पूर्णलाई चाहिँ हृदयदेखि नै हामी एकदमै बधाई र सँगसँगै धन्यवाद पनि दिन चाहन्छौँ। जेसिस अभियानमा यहाँहरूले गरिरहनु भएको त्यो क्रियाकलापहरूप्रति हामी कृतज्ञता पनि ज्ञापन गर्न चाहन्छौँ। र मेरो प्रश्न चाहिँ रहेको छ, यो 2024 यता चाहिँ हामीले अवश्य पनि केही भिन्न कार्यक्रमहरू हामीले अनुभव गर्न पाइरहेका छौँ। नेपाल देशले आफ्ना रेगुलर कार्यक्रमहरूदेखि बाहेक पनि भिन्न कार्यक्रमहरू ब्याक टु ब्याक हामीलाई चाहिँ प्रस्तुत गरिरहनु भएको छ र त्यसमा हामीले सहभागी हुने पनि अवसर प्राप्त गरिरहेका छौँ। र त्यसको लागि पनि म नेपाल जेसिसप्रति चाहिँ हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र वर्षको सुरुवातमा नै उहाँले आफ्नो आफूले ककसमा भन्नुभए अनुरूप नै उहाँले आफ्नो क्रियाकलापहरूलाई अगाडि बढाइरहनु भएको छ। न्युजमा पनि हामी त्यत्तिकै आइरहेका छौँ। त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका हुन्छौँ, लोकल लेभलमा पनि हामीलाई त्यसमा न्युज कभरेज पाउन, मिडिया कभरेज पाउन गाह्रो भइरहेको छ। तर यो वर्ष हामीले गरिरहेका क्रियाकलापहरूलाई चाहिँ एउटा नेसनल लेभलमा नै मिडिया कभरेज जुन पाइरहेका छौँ त्यसको लागि पनि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र मेरो एउटा प्रश्न रहेको छ, यहाँले सुरुवातदेखि नै एमओयू चाहिँ साइन गरिरहनु भएको छ विभिन्न संस्थाहरूसँग। र मेरो प्रश्न, यहाँले अहिलेसम्म चाहिँ कुन कुन संस्थासँग चाहिँ एमओयू के विषयमा साइन भएको छ यस विषयमा चाहिँ जानकारी गराइदिनु न। म एनपिजीलाई हार्दिक अनुरोध गर्दछु। ओके, थ्याङ्क यू भेरी मच। सबैभन्दा राम्रो कुरा चाहिँ एप्रिसिएसनको लागि विशेष धन्यवाद। इट्स भेरी हार्ड इन जेसिस आजकल है। एप्रिसिएसन चाहिँ एकदम हार्ड मात्र पाइन्छ, क्रिटिसिजम धेरै हुन्छ, एप्रिसिएसन एकदमै कम हुन्छ। सो थ्याङ्क यू भेरी मच फर यर एप्रिसिएसन। सो पहिलो कुरा सबैले याद गर्नुभयो होला, यो वर्ष मैले इन्स्टलेसन कुनै पनि अटेन्ड गरिनँ, इन्स्टलेसन। वाइ भन्दाखेरि जसरी एउटा शाखाको अध्यक्षले आफ्नो समकालीनको शाखाको अध्यक्षको चाहिँ इन्स्टलेसनमा अटेन्ड गर्छ, मेरो लागि मेरो समकालीन भनेको जेसिआई इन्डिया, जेसिआई बङ्गलादेश, उहाँहरू चाहिँ मेरो समकालीन। सो म उहाँहरूको इन्स्टलेसन अटेन्ड गर्ने हो। र नेपाल जेसिसमा यति धेरै काम गर्नु थियो कि त्यो सर्ट टाइममा पोसिबल थिएन। त्यो इन्स्टलेसनमा नगइकन चाहिँ शाखाको विशेष कार्यक्रममा जाने भनेर म इन्स्टलेसन गइनँ। र नेपाल जेसिसले जहिले पनि आफ्नो इन्स्टलेसनमा 4 देखि 5 लाख रुपियाँ चाहिँ खर्च गर्ने गरेको थियो। त्यो पैसालाई चाहिँ यो वर्ष मैले कुनै पनि नेपाल जेसिसको पनि आफ्नै एउटा चेयर ह्यान्डओभरपछि एउटा कमनली एउटा हामीले सेरोमनी गर्थ्यौँ। सो त्यो सेरोमनी चाहिँ यो वर्ष नेपाल जेसिसले नगरिकन त्यो पैसालाई चाहिँ नेपाल जेसिसको ट्रेनिङ इन्स्टिट्युटमा चाहिँ इन्भेस्टमेन्ट गर्ने गरेर चाहिँ हामीले कन्टिन्यू गर्छ। फर्स्ट प्रोग्राम चाहिँ हाम्रो त्यो थियो। सो आजसम्म हामीले गरेको एमओयूमा चाहिँ हामीले युवा परिषदसँग एमओयू गरेका छौँ। कुनै पनि शाखाले युवा परिषदसँग काम गर्ने, बजेटमा प्लानिङ गर्ने, बजेटमा काम गर्ने हो भने चाहिँ अलरेडी नेपाल जेसिसको एमओयू भइसकेको छ। र हामी विगतमा चाहिँ युवा परिषदसँग हामी कोलाबोरेसनमा काम गर्दैछौँ। फर इक्जाम्पल हामीले दमक जेसिसमा युवा परिषदसँग हामी सेकेन्ड प्रोजेक्टको रूपमा पनि काम गरिसकेका छौँ नेपाल जेसिसको। सेकेन्ड, हामीले एमओयू गरेका छौँ अन्नपूर्ण मिडियासँग। शाखाले कुनै राम्रो प्रोग्राम र प्रोजेक्ट गर्छ भने तपाईँको एरियाको मिडिया कोअर्डिनेटरलाई तपाईँले मेसेज वा मेल पठाइदिनु भयो भने त्यो डाइरेक्टली अन्नपूर्ण मिडियाको सबैमा, चाहे त्यो टिभी होस्, न्युज पेपर होस्, अनलाइन होस्, वाट एभर अन्नपूर्णको आफ्नो ब्याङ्कमा छ त्यो सबैमा आउँछ। थर्ड, हामीले त्रिगङ्गासँग एमओयू गरेका छौँ। कुनै पनि शाखाले क्याट्राक्टको फ्रीमा सर्जरी गर्ने हो भने र कम्युनिटी सेक्टरमा प्रोजेक्ट गर्ने हो भने त्रिगङ्गासँग डाइरेक्टली हामी गर्न सक्छौँ। अर्को रहेको छ 150 नेपालतिर अभियान लिएर आएको छ। कसैलाई पनि क्लेफ्ट भएको छ र रिकन्स्ट्रक्टिभ सर्जरी जसको फी इज भेरी एक्सपेन्सिभ, कसैले रिकन्स्ट्रक्टिभ सर्जरीको कुरा नेपाल जेसिसमा ल्याउनु भयो भने सर्जरी विल बी फ्री। त्यसको लागि हामी नेपाल जेसिसले ब्रान्ड एम्बेसडर उज्जवल थापाज्यूसँग हामीले एमओयू गरेका छौँ, जस अन्तर्गत हामीले बर्नको रिकन्स्ट्रक्टिभ सर्जरी र क्लेफ्ट हामीले फ्रीमा सर्जरी गर्छौँ। हाम्रो अर्को एमओयू रहेको छ नोबेल ब्याङ्क। तपाईँहरूलाई नोबेल ब्याङ्कमा खाता खोल्न केही पनि गाह्रो छैन। जस नेपाल जेसिसको लेटर लिएर जाने र सर्कुलर अरूको शाखाको अवश्य मेसेजमा आइसकेको छ, अरू नोबेल ब्याङ्कमा विदाउट एनी हेजिटेसन तपाईँहरूको त्यो खुल्छ। त्यसपछि पहिला हामीले प्रेसिडेन्सियल होटलसँग एमओयू गरेका छौँ। नेपाल जेसिसको कसैले पनि प्रेसिडेन्सियल होटलको कुनै पनि एरियामा कुनै पनि होटल छ भने यु विल गेट 20% डिस्काउन्ट। तपाईँहरू कसैले पनि खानकोटमा रहेको तपाईँ चन्द्रगिरी
मा एक तपाईँले केबल कार्ड चलाउनुहुन्छ भने इफ यु आर जेसिस यु विल गेट 20% डिस्काउन्ट तपाईँले ग्रान्डी मेडिसिटी त्यसपछि गएर डिफ्रेन्ट हस्पिटल्स काठमाडौँमा रहेको छ इफ तपाईँले ट्रिटमेन्टको लागि जानुभयो भने यु विल गेट 15% डिस्काउन्ट सो ब्याक टु ब्याक हामी एमओयू गरिरहेका छौँ इफ तपाईँहरूले चौधरी ग्रुपको कुनै पनि प्रोजेक्ट जसले उहाँले अनाउन्स गरिरहनुहुन्छ त्यो प्रोजेक्टमा कोलाबोरेसन गर्ने हो भने यु विल गेट अ फर्स्ट अपर्च्युनिटी हामी युरोपियन युनियनसँग एमओयू गरेका छौँ र युरोपियन युनियनको हामीले अस्ति इटलीमा पनि रहेको एउटा प्रोग्राममा इटलीलाई पनि हामीले कोलाबोरेसन गर्न खोजेका थियौँ एकदम लेट भयो कन्भर्सेसन हामीले युरोपियन युनियनसँग गरेका छौँ हामीले अमेरिकन एम्बेसीसँग हामीले कोलाबोरेसनमा काम गर्दैछौँ हामीले जाइकासँग हामीले कोलाबोरेसनमा काम गर्दैछौँ अहिले हामीले रिसेन्टली तपाईँलाई टोलमा फाउन्डेसन थाहा छ होला त्यो टोलमा फाउन्डेसनसँग चाहिँ हाम्रो सिवाई प्रोग्रामको फाइनली सकिसकेपछि हामीले उहाँहरूसँग पनि प्रोजेक्ट गर्दैछौँ सो हामीले विभिन्न प्रोग्रामहरू चाहिँ नेपाल यसपालि गरिरहेको हो तर दुःख कहाँनिर लाग्छ भने नेपाल जसले सबै कुरा फिजिकली गर्न सक्दैन हामी जुममा गर्छौँ जुममा हामी सबै कुरा सेयर गर्छौँ तर पार्टिसिपेसन कहिले पनि हुँदैन जसले पनि पार्टिसिपेसन हेऱ्यो भने नेपाल जसले जुम आइडीको लागि चाहिँ यति धेरै पैसा खर्च गरिरहेछ तर शाखाबाट पार्टिसिपेसनै हुँदैन सो नेपाल जसको प्रोग्राम चाहिँ अपडेटै भइरहेछ वी आर डुइङ सो मच थिङ थ्याङ्क यू भेरी मच नमस्कार म हजुरसँग प्रश्न भन्दा पनि दुईवटा सुझाव दिएर आएको छु त्यसलाई सकारात्मक रूपमा टिपोट चाहिँ गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु म धेरै समय पनि दिन चाहन्न पहिलो रहेको छ जस्तो हाम्रो एप्रिलसम्म आइपुग्दाखेरि अलिकति शाखालाई ट्याक्सकै रूपमा यतिवटा ट्रेनिङ गर्नुपर्छ भनेर बेसिसले मासिक रूपमा छुट्याएर ट्याक्सै दिएर त्यो शाखालाई निर्देशन दिनुपर्ने एउटा मैले महत्त्वपूर्ण कुरा देखेको छु भने दोस्रो जस्तो नेपालमा 18 देखि 40 वर्षका युवा जेसिसमा लागेर देशमै केही गर्ने उद्देश्य बोकेर एउटा सपना बाहिर देशमा नगरिकन यही देशमा खनी खुसी गरेर गर्न खोज्ने युवाहरू यो देशमा हुनुहुन्छ र पक्कै पनि लोकल च्याप्टरसँग कतिपय शाखाहरू धेरै इन्टरकनेक्टेड छ किनकि विभिन्न कार्यक्रमहरू गरिरहेछ तर त्यतिले मात्रै पुगेको छैन किनभने हामीले सामान्य कार्यक्रमहरू त अनेक गर्छौँ तर त्यसले मात्रै हामी लोकल च्याप्टर र नेसनल वाइड पनि कनेक्ट हुन सकेको छैन जस्तो नेपाल जेसिस हाम्रो सरकारसँग र हाम्रो विभिन्न शाखाहरू विभिन्न पालिकाहरूसँग कनेक्ट हुन सकेको छैन त्यसको लागि ट्याक्सको रूपमा नेपाल जेसिसले प्रत्येक एउटा नगरपालिका अथवा पालिकामा जेसिसले अनिवार्य रूपमा वर्षमा एउटा कार्यक्रम गरोस् जस्तो कर्मचारी अभिमुखीकरण कार्यक्रम हुन्छ अहिले भ्रष्टाचारको पनि हामी मैले तपाईँलाई यही नै स्टप गरेँ है थ्याङ्क यू भेरी मच तपाईँ कुन शाखालाई रिप्रेजेन्ट गर्नुहुन्छ सो म बारजेसी जेसिसको चाहिँ विश्वासीलाई के अनुरोध गर्न चाहेँ भने नेपाल जेसिसले मार्च महिनामा एउटा सर्कुलर पठाएको थियो कम्प्लिटली प्रोग्राम गर्नै पर्ने कम्पलसरी ट्याक्स मार्च महिना नेपाल जेसिसले नारी सम्मान महिना भनेर सेलिब्रेट गराएको थियो र अनेस्टली तपाईँको बागलकोट जेसिसले त्यो कार्यक्रम गरेको छैन नेपाल जेसिसले पठाएको सर्कुलर उयो भन्नु फिक्स प्रोग्राम चाहिँ हामीलाई पठाएको हुन्थ्यो होइन वी सेन्ड अ फिक्स प्रोग्राम सेकेन्ड हामीले जेसिआईको फ्रेमवर्कमा रहेर 41 वटा प्रोग्राम नै तोकेर नेपाल जेसिसको लेटर हेडबाट सर्कुलर गरेर हामीले शाखामा प्रोग्राम गर्नु भनेर पठाएका छौँ त्यसमा एरिया एमा भर्खरै प्रोग्राम गरेको भनेको एउटा विराटनगर जेसिसले हो भर्खर मेन्टोमेन्टी भन्ने प्रोग्राम एउटाबाट स्टार्ट गरेको छ अदरवाइज मैले एरिया एमा अरू शाखाले गरेको देखेको छैन र नेपाल जेसिसले पठाएको सर्कुलर पनि फलो गरेको शाखा भनेको एउटा दमम जेसिस जसले नारी सम्मान कार्यक्रम गराएको थियो कमलनगर जेसिस मैले कन्टिन्यू गर्दैछु तपाईँलाई के लाग्छ भने राष्ट्रिय अध्यक्षज्यूलाई केही थाहा नै छैन जस्तो गर्नुहुन्छ राष्ट्रपतिज्यू हरेक शाखाको हरेक प्रोग्राममा एकदम धेरै अपडेट हुनुहुन्छ किनभने यो वर्ष हामीले स्कोर सिस्टम डेभलप गरेका छौँ स्कोर सिस्टमको एकदम पर्फेक्टली मार्किङ पर्फेक्टली डिफाइन कुराको लागि डिफाइन मार्क्स हामीले बिपीलाई पठाएका छौँ र हामीले 3 महिनाको एरिया एको स्कोर सिस्टम पठाइसकेका छौँ
अब तपाईहरु आफै याद गर्नुस् यहाँ मध्ये कतिवटा शाखा गोल्ड हुन्छ हात उठाउनुस् त कतिवटा शाखाले गोल्ड भएको छ लुक त्यो एउटा थाहा हो तपाईको प्रश्नको उत्तर कि नेपाल जेसिसले फिक्स पठाएको छ सर्कुलरमा यति एउटा प्रोग्राम गर्ने र डेफिनेटली पनि सायद तपाईको शाखा बस्नुबाट कुरा गर्नुस् कि नेपाल जेसिसले पठाएको सर्कुलर हाम्रो ग्रुपमा किन आउँदैन र फेरि पनि थ्यांक यू भेरी मच फर योर सजेसन र नेपाल जेसिसको आफ्नै प्रोग्राम रहेको छ सरकारसँग जेसिस भने हेटौडामा हुन गइरहेको छ हामीले देशभरिको हरेक शाखामा रहेको नगरपालिका र गाउँपालिकाको मेयर र उपप्रमुख दुईटालाई बोलाएर हामीले 2 दिनको कार्यक्रम गर्दैछौँ त्यो पनि म तपाईलाई जानकारी गराएँ जसमा चाहिँ हामी डाइरेक्टली जेसिस र नगरपालिका र गाउँपालिकामा हामी एमओयू गर्दैछौँ दिस इज माई ड्रिम प्रोजेक्ट सो यो ड्रिम प्रोजेक्ट तपाईँ पनि गर्नेछु सो लास्ट बट नट द लिस्ट यो प्रोग्रामको लास्ट प्रश्न हाम्रो लास्टबाट उठाइरहनु भएको छ उहाँलाई धन्यवाद सबैका लागि मेरो चाहिँ सल्लाह सुझावै हुन् जस्तो जेसिसले त्यसको लागि त्यत्रो लामो इतिहास छैन र पनि जेसिस मन परेको संस्था हो जेसिसमा इन्डिभिजुअल डेभलपमेन्टको लागि नै हामी फोकस गर्छौँ जेसिसको क्राइटेरिया भित्र पर्दैन तर मलाई चाहिँ के लाग्छ भने एउटा यो साल चाहिँ हामी 1 वर्ष त यो साल चाहिँ यस्तो बनोस् हामी सबै जेसिस शाखाभरि नेपालभरिमा हेर्ने हो भने हामी लगभग 5000 भन्दा बढी स्टाफ दिन्छौँ र 5000 फन्डिङ गर्ने हो त्यो फन्ड कत्रो भन्छ त्यो फन्डलाई चाहिँ यसरी यो 2025 को बोर्ड चाहिँ इतिहाससम्म रहोस् हामी अब अध्यक्षज्यू त डाइरेक्टली ग्लोबली टच पनि हुनुहुन्छ एनआरएन छ अन्य संस्थाहरू छन् गैर आवश्यक संस्थाहरू छन् उनीहरूसँग कोलाबोरेट गर्दा जस्तो तपाईँको स्पेस सुन्दै गर्दा मलाई कहाँनिर जोड्न मन लाग्यो भने हाइड्रोमा छु भन्ने कुरा जस्तो जेसिस हाइड्रोको अवधारणा प्रत्येक जेसिसले लगानी गर्छ विद्यमान फन्ड पनि विद्यमान यदि यो जेसिस क्राइटेरिया पर्दैन मैले अघि पनि भने त्यो अर्थ यतिले गर्न सक्छौँ भने चाहिँ एउटा फाइनेन्सियली पनि हामी स्ट्रङ पनि बन्न सक्छौँ जसको कोही छैन उनले पनि मेरो यो छ भन्ने भन्न सक्छ यहाँ जेसिसमा आएर कतिजना न्यू कमरहरू पनि छन् सो थ्यांक यू भेरी मच तपाईको प्रश्नको र सजेसनको लागि तपाईलाई म दुईटा इतिहास जोड्छु है बिटर तर रियालिटी भनिरहेको छु है बिङ अ नेसनल प्रेसिडेन्ट मैले फेरि पनि रिपिट गरेँ तितो तर सक्यो कतिवटा शाखा नेपाल जेसिसमा यस्तो हुनुहुन्छ कि जसको शाखाले नै ड्युज उठाउन सकेको छैन अनेस्ट कुरा एकदम अनेस्ट शाखाले हामीले रोट्र्याकमा गयौँ भने 10,000 5,000 को रिन्यू गर्न छ वी आर रेडी र जेसिसको जम्मा 1500 रुपियाँ चाहिँ रिन्यू गर्नै हामीलाई गाह्रो भएको छ अहिले मेम्बरलाई रिटेन गर्न साँच्चीकै अनेस्टली भन्ने हो भने एउटा शाखा चल्नको लागि 6 देखि 7 जना मेम्बर मात्र एक्टिभ हुनुहुन्छ किनभने म त लगभग जेसिसमा लागेकै 16 वर्ष भयो र हरेक शाखा नपुगेको 8-9 नपुगेको शाखै छैन सो मलाई इच इन्डिभिजुअल शाखाको रियालिटी मलाई थाहा छ मलाई रियल ब्याकग्राउन्ड थाहा छ राष्ट्रिय अध्यक्ष नै दुईचोटि लडिसक्यो म सो मलाई रियल ब्याकग्राउन्ड थाहा छ एकदम हिडन ब्याकग्राउन्ड कुन शाखाको के क्षमता छ भन्ने कुरा यति हुँदा हुँदै पनि एउटा राम्रो कुरा तपाईँ कस्तो राम्रो कुरा ल्याउनु भयो वाइ नट कि जतिजना छौँ हामी जसले कन्ट्रिब्युट गर्न सक्छौँ नि त्यसले चाहिँ एउटा बिजनेस गरौँ न त वाइ नट इन हाइड्रो पावर सबैजना इन्भेस्ट गरौँ यो कुरालाई चाहिँ अरू नेपाल जेसिसमा फेरि प्र्याक्टिस पनि भइसकेको छ हाम्रो पूर्व राष्ट्रिय अध्यक्ष आदरणीय जगत पोखरेलज्यूले हाइड्रो पावर बनाउनु भएको छ त्यसमा लगभग कर्णाली जेसिसदेखिबाट एरिया जीदेखिबाट लिएर एरिया सीसम्मको सम्पूर्ण पूर्व अध्यक्ष शाखाको मेम्बरहरू सबैले कन्ट्रिब्युट गरेर चाहिँ बुटुल हाइड्रो पावर अस्ति भर्खरै बत्ती बढेर अहिले चाहिँ हाम्रो नेपाल जेसिसको नारायणघाट जेसिसको पूर्व अध्यक्ष सुदीप सिंह अधिकारीले चेयरपर्सन हुनुभएको छ त्यो प्रोजेक्ट छ अलरेडी छ र स्टिल तपाईँ चाहनुहुन्छ कि 2025 ले पनि एउटा प्रोजेक्ट गरोस् भने चाहनुहुन्छ एउटा प्रोजेक्ट अफर गर्छु है म यहाँ नेपाल जेसिसको आफ्नो जग्गा छ काठमाडौँमा आफ्नै जग्गा छ 5 जना जग्गा आफ्नै छ त्यस्तो राम्रो ठाउँ लोकेसन भनेको थाहा पाउँदैन अनि दुःख कहाँ लाग्छ भने हाम्रो भवनको साइडमा रोड ट्र्याकको यत्रो ठुलो भवन छ कि उनीहरूको ग्राउन्ड फ्लोरको एउटा भाडा छ 12 लाख रुपियाँ र हाम्रो थोत्रो बिल्डिङ भएको कारणले हाम्रो भाडा त्यही कोठाको छ 6 लाख रुपियाँ सो हामी त त्यही टाइम अनुसार बिल्डअप भएको छैन नि त सो इफ यु अल प्रपोज र आफ्नो शाखा अध्यक्षलाई पनि तपाईँले प्रपोज गर्नुहुन्छ एरिया कन्फरेन्स आउँदैछ प्रेसिडेन्ट मिट एरिया कन्फरेन्स आउँदैछ
सो जुन हाम्रो हुँदैछ, सो वाइ डोन्ट यु प्रपोज नेपाल जेसिसकै भवन बनाऊँ न, यसलाई कमर्सियल बिल्डिङ बनाऊँ न, सबै शाखाको मिलेर कन्ट्रिब्युट गरौँ, नेपाल जेसिसको भवन बनाऊ, त्यहाँको कुरालाई प्रोजेक्टाइज गरौँ, कस्तो राम्रो इन्कम, डाइरेक्टली आउने इन्कम छ, वाइ नट स्टार्ट फ्रम दिस। यति भन्दै तपाईँ पनि चिया गफमा सबैजनाले केही न केही प्रश्नहरू थियो होला, स्टिल आई एम हियर, म भोलिसँग छु। तपाईँहरूलाई केही प्रश्न छ भने इन्डिभिजुअली मलाई सोद्धा हुन्छ, टफ गर्दा हुन्छ, मेरो वाट्सएपमा कन्ट्याक्ट गर्दा हुन्छ। नेपाल जेसिसको सचिवालयमा आइ एम अलवेज देयर। म काठमाडौँ हुँदाखेरि म जहिले पनि 11 बजेदेखि बेलुकाको 8 बजेसम्म म नेपालको सचिवालयमा छु। अहिले म जति पनि मान्छे भेट्छु म सबै नेपाल जेसिसको सचिवालयमै भेट्छु। सो वेनेभर तपाईँहरू काठमाडौँ आउनुहुन्छ प्लिज सचिवालय भिजिट गर्नुहोला, त्यहाँ गफ गर्न पाइन्छ। र मैले पिन लिएर आएको थिएँ, तपाईँहरूको ब्रेकफास्टको टाइम एकदम ओभरल्याप भइसकेका कारणले यो पिन चाहिँ म तपाईँहरूलाई अहिले ब्रेकफास्ट खाने ठाउँमै दिन्छु भन्दै विष्णु दाई धेरै धेरै धन्यवाद। तपाईँको गाइडेन्सबाट म नयाँ नयाँ क्रिएटिभ कुरा लिएर आउन खोज्दैछु। आगामी दिनमा पनि तपाईँ पनि त्यसरी सजेस्ट दिनु भन्दै तपाईँ सबैजनालाई चिया गफमा चियासँगै किताबका कुराहरूलाई सेयर गरेँ। तपाईँहरूबाट स्टिल म सिकिरहेको छु है, राष्ट्रिय अध्यक्ष झट्ट भन्न मिलेन कि आई एम अल्सो लर्निङ फ्रम यु। यो पोस्टको गरिमालाई मैले सम्मान गर्नुपर्छ। र तपाईँहरूको प्रश्न मलाई सोध्दै गर्दाखेरि पनि मेरो मनको कुरामा चाहिँ यो कुरा नेपाल जेसिसले लैजानुपर्छ भनेर सिकेको छु। त्यो सिकाइको लागि धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद सधैँ राष्ट्रपति रजनी थापाज्यूलाई कि आफ्नो महत्त्वपूर्ण समय आफ्नो चर्चमा पार्टिसिपेट हुने सहभागीसँग दुई किसिमको नेपाल जेसिसको रेगुलर प्रोग्रामको लागि समय दिनुभयो। तपाईँ सम्पूर्ण सहभागीलाई धेरै धेरै धन्यवाद। अबको बाँकी हाम्रो ट्रेनिङको कार्यक्रम रेगुलर अगाडि बढ्नेछ। तपाईँहरू बाँकी कार्यक्रममा सहभागी हुनुहोस् भन्दै म श्रद्धेय राष्ट्रिय अध्यक्षज्यू विष्णु दाई, च्याप्टर प्रेसिडेन्ट विद्युत थापाजीलाई पनि हार्दिक धन्यवाद दिँदै यो कार्यक्रम हामी यहीँ औपचारिक रूपमा सकिन्छ। हामी एउटा ग्रुप फोटो श्रद्धेय राष्ट्रिय अध्यक्षज्यू खिच्छौँ। तपाईँहरू त्यहीँ बस्नुहोला। हामी सिटिङ एरेन्जमेन्ट गरिसके पछाडि हामी ब्रेकफास्टको लागि अगाडि जान्छौँ। थ्याङ्क यू भेरी मच।